उपत्यकाको वीरनगर नगरपालिका वडा नम्बर 14 मा रहेको यो कटुवा भन्ने ठाउँ हो। कटुवा यो तल यो सानो घरहरू देखिरहेछ। यो दही चिउरा खानको लागि चाहिँ एकदम प्रसिद्ध ठाउँ हो। यहाँको प्रसिद्ध खानेकुरा भनेको दही र चिउरा। दही चिउरा खानकै लागि धेरै मान्छेहरू बिदाको दिन यहाँ घुम्न आउँछन् र यसको यो जङ्गलको आनन्द लिएर मान्छेले आफ्नो थकाइलाई आफ्नो मेटाउनको लागि त्यहाँ गएर दही चिउरा खाने, नास्ता खाने, अनि त्यसपछि यो जङ्गल घुम्ने आनन्द लिएर मान्छेहरू चाहिँ आफ्नो सबै व्यवसायिक आफ्नो कामको तनावहरू मेट्नको लागि यो ठाउँमा आएर रमाउँछन्। यो कटुवा एकदमै राम्रो ठाउँ छ, रमणीय ठाउँ छ। सबैले एकपटक चाहिँ घुम्नुपर्ने ठाउँ छ। यहाँ चाहिँ रमाइलो छ। आज हामी यो तिहारको पछिल्लो दिन यो बिदा मनाउन भनेर यहाँ आयौँ। हामीले पनि दही चिउरा सबै खाएर यसो घुमौँ भनेर यहाँ आइपुग्यौँ। रमाइलो छ यहाँको ठाउँहरू।